नमस्ते सबैजना आरामै हुनुहुन्छ। हेर्नुहोस् न, यदि भगवानले जुराउनु भयो र बोलाउनु भयो भने चाहिँ नहुने र नगर्ने कुरा केही पनि छैन। यसै सिलसिलामा हामी पनि केही पनि प्लान नगरिकन, केही पनि कुरा नगरिकन आफै कर्पुटार जाने प्लान बन्यो। अनि बिहान बिहान उठेर नुहाई धुवाई सकेर हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्यौं। हामीले चौथेबाट गाडी चढ्दाखेरि 6:30 भइसकेको थियो। यता फेरि हाम्रो बुढा यति एक्साइटेड हुनुहुन्छ जानको लागि। लेखनाथमा गएर गाडी स्ट्यान्डमा बसिसकेपछि 10 मिनट जति कुर्यो अनि प्यासेन्जरहरू कलेक्ट गरेर गाडी चाहिँ कर्पुटारतिर लाग्यो। अनएक्सपेक्टेडली चाहिँ हामी हिँडिरहेको भएर चाहिँ मलाई कता कता रमाइलो पनि लागिरहेको थियो र कता कता पानी आइराख्दाखेरि चाहिँ अलिकति नमजा पनि लागिरहेको थियो। तर भगवानको शरणमा पुगेपछि सबै कुरा खुसी मनले चाहिँ अपनायो भने सबै थोक राम्रो हुन्छ भन्ने सोचेर म चाहिँ लागेँ आज कर्पुटारतिर। बाटोमा हेर्नु न, कति रमाइलो हरियाली, वन जङ्गल, कुहिरो लागेको कति रमाइलो क्षण थियो। मलाई त कता कता आफ्नो माइती घरको याद आयो। त्यही बाटो पार गरेर म माइती घर जान्छु, त्यसैले कता कता चाहिँ माइती घरको याद आयो जस्तो लाग्यो मलाई चाहिँ। ऱ्यान्डमली यात्रा गर्दा यही कुरा नै मजा लाग्छ। नयाँ नयाँ दृश्यहरू देख्न पाइन्छ, नयाँ नयाँ ठाउँको अवलोकन हुन्छ। हेर्नुहोस् न, ठ्याक्कै आधी खोला जस्तै लाग्यो मलाई त। पानी परेको कारणले कति ठुलो भएको है खोला। माइतीको कुकुर पनि प्यारो हुन्छ भनेको यसै रहेनछ जस्तो लाग्छ मलाई चाहिँ। अब केही मिनटको दूरीमा चाहिँ गाडी रोकिन्छ। रमाइलो यात्रा गरेर हामी चाहिँ अब कर्पुटार धामतर्फ लाग्दैछौँ। साथै आमा, म, बाबु सबैजना मिलेर खुसी साथ हामी दर्शन गर्न आएका छौँ। त्यसमा चाहिँ बाबु रिसाइ थिइन् खाना भोक लाग्यो भनेर। जसो तसो मनाएर बाबुलाई अघि बढाउँदैछौँ हामी। हिँड बाबु भन्दै सकेसम्म केही पनि नखाइकन पूजा गरिदियोस् भन्ने लागेको मलाई चाहिँ। ल हेर्नुहोस् न, बाउ छोराले फेरि कुनको जुत्ता राम्रो भन्ने विषयमा यहाँ छलफल भइरहेको छ। फेरि गाडीको सबै नम्बरहरू पढाउँदै यताउति हेर्दै रमाइलो गर्दै हिँडिरहनु भएको छ। हेर्नुहोस् न, कति आनन्दको ठाउँ रहेछ। अनि यता हाम्रो आमाले चाहिँ मेरो देउरानीको घर पनि यतै हो, तर अहिले चाहिँ चितवन गए कोही छैनन् होला भन्दै भलाकुसारी गर्नुभएको थियो। त्यसपछि हामी सबै खुसी हुँदै गफ गर्दै क्याट्दै बस स्ट्यान्डबाट 5 मिनटको लागि हिँड्यौँ। हिँडिराख्दाखेरि बाबुले चाहिँ आफ्नो मनपर्ने COW काउको बच्चा देख्नुभयो र खुसी हुँदै COW काउ भन्दै रमाउँदै दुईटा ज्यामा नाति हिँड्दै हुनुहुन्छ। त्यसपछि हामीलाई मन्दिरमा चाहिने सबै सरसामानहरू चाहिँ हामी किनेर मन्दिरतर्फ हामी प्रस्थान गर्छौँ। तर यही क्रममा चाहिँ बाबुलाई डम्बरू मनपर्छ र डम्बरू नभए हुँदैन, बाबाले किनिदिनुहुन्छ। पछि हेर्नु न, बिहान मेकअप गरेर आएको, अलिअलि के कस्तो छ भनेर चाहिँ म अलिअलि हेर्दैछु क्यामेरामा, कस्ती छु कस्ती देखिरहेछु भनेर। अब भने चाहिँ हामी कर्पुटारको मुख्य द्वारतिर हेर्नु न, ज्यामा नातिको कस्तो माया छ। बाबुको जुत्ता रुप्छ भनेर आमाले उचालिदिँदै हुनुहुन्छ बाबुलाई। त्यसपछि हामी चाहिँ प्रवेशद्वारको दुईटै मूर्तिलाई ढोक गरेर तलतिर प्रस्थान गर्छौँ। पानी आएको भएर बाटो अलि चिप्लै थियो, त्यही भएर दुईजनालाई राम्रोसँग हिँड्नुहोस् है भन्दै भिडियो क्लिप गरिरहेकी थिएँ म। बिस्तारै हामी तल तल झर्छौँ। सिँढी रहेछ त्यहाँ ठुलो पिपलको रुख पनि रहेछ र सिँढी झरिसकेपछि चाहिँ हामीले ठुलो नागको थान हामीले देख्न सक्छौँ। नागको थान देख्ने बित्तिकै बाबुले त याने केही स्नेक भनेर नमस्ते गरेर दर्शन गर्न लाग्यो। अनि हामी पनि रमाइलो मान्दै दर्शन गरेर आफ्नो मुख्य डेस्टिनेसनतिर लाग्यौँ। कति पानी पर्यो तैपनि हाम्रो मन खुसी छ। एउटा सानो मन्दिर रहेछ, दर्शन गरौँ भनेर यतापट्टि गयौँ। मुख्य कर्पुटारको धामको मन्दिर हजुरहरूलाई मैले देखाइसकेँ। भन्दा पहिला चाहिँ घन्टी बजाएर नेगेटिभ थट्सहरूलाई पोजिटिभमा बदल्दै हामी चाहिँ बिस्तारै मन्दिर प्रस्थान गर्छौँ। रमाइलो, कति शान्त छ मन्दिर। घन्टी बजाउँदै आफ्नो पोजिटिभ भाइब्स क्रिएट गर्दै हामी चाहिँ मन्दिरभित्र प्रस्थान गर्छौँ।
अनफर्चुनेटली मलाई पिरियड्स भएको 4 दिन भएको कारणले गर्दाखेरि म भित्र पस्न पाइनँ। तर बाबु खुसी भएको, सबैजना भित्र गएर पूजा गरेको मलाई एकदमै रमाइलो लागिरहेको। अनि हाम्रो आमा भन्नुहुन्छ उहाँ चाहिँ मेरो बाबु यानि कि मेरो बुढालाई माग्नको लागि धेरै वर्ष अगाडि यहाँ आउनुभएको थियो अरे। अनि पछि जन्माइसकेपछि बाबुसहित फेरि दर्शन गराउन ल्याउनु भएको थियो अरे। कति आस्था छ यो मन्दिरमा। यहाँ चाहिँ धेरै जसो शिवरात्रिमा एकदमै भिड लाग्ने गर्छ। बेलामा चाहिँ मन्दिर शान्त नै जस्तो लाग्यो मलाई चाहिँ। त्यतिखेर त स्याङ्जाबाट हिँडेर आउनु भएको रे। अनि हिँडेर आउँदा बेलुका राति भएर पण्डितजीले नै बास दिनुभएको रे। पहिलाको मान्छेहरूमा कति आस्था, कति विवेक हुन्थ्यो हेर्नु त। जो कोही मान्छेलाई हामीले अहिले घरमा राख्न सक्छौँ त सक्दैनौँ नि। अहिले जमाना पनि त्यस्तै छ। तर हामीले पण्डितजीलाई भेट्न सकेनौँ किनभने यो संसारबाट बिदा लिइसक्नु भएको जस्तो लाग्यो हामीलाई चाहिँ। भलाकुसारी गर्दै गर्दै आमा, बाबु र मेरो श्रीमानले पूजा गर्दै हुनुहुन्छ त्यता। म भिडियो क्लिप गरेर बसिरहेकी छु। कता कता मलाई पूजा गर्न पाइनँ भन्ने फिल भइरहेको थियो। तर जे भए पनि मेरो अंश त त्यहाँ छ नि भन्ने लागेर उसले पूजा गरे बराबर मलाई पनि त्यस्तै नै आशीर्वाद दिनुहोस् है भगवान भनेर यता बसेर कुरिरहे। मलाई सधैँ एउटा कुराले खाइरहन्छ। मेरो ससुरबुवा पनि यो दुनियाँमा अहिले भएको भए हाम्रो घर कति उज्यालो हुन्थ्यो होला, कति रमाइलो हुन्थ्यो होला। छोराले गरेको प्रगति कति हेरेर खुसी हुनुहुन्थ्यो होला र नातिसँग कति खुसी भएर घरमा बस्नुहुन्थ्यो होला रमाइलो गरेर। तर ठिकै छ, जिन्दगीमा जस्तो जस्तो चिजहरू आइपर्छ सबै कुरा भोग्नु बाहेक हाम्रो यो जीवनको अर्थ यही नै हो। ससुराबुवा चाहिँ भोग्न लेखेको थिएन, मेरो कर्ममा यस्तो थियो भनेपछि म गो विथ द फ्लो जस्तै गरी म बगिरहेकी छु। आफूले सकेर बुझेर भ्याएसम्म गरिरहेकी छु। आमालाई देख्दा खुसी लाग्छ। ठिकै छ, बुवाले भोग्न नपाएको, देख्न नपाएको कुराहरू सबै आमाले उपभोग गर्न पाउनु भएको छ। हामीसँग सबै कुराहरू चाहिँ सेयर गर्न, सबै कुराहरू चाहिँ हामीलाई बुझाउन पाइराख्नु भएको छ। जुन मन्दिरमा छोरो पाऊँ भनेर भाग्नु भएको थियो, अहिले त्यही मन्दिरमा नाति बोकेर आउँदा आमालाई कति खुसी लागेको होला। हुन त छोराछोरी सबै समान हुन्, तर पनि त्यतिखेर गरेका व्यवहारहरू सम्झिँदाखेरि कता कता मन चिसिक्क हुन्छ भन्नुहुन्छ उहाँ। त्यतिखेर लगाएको तुच्छ वचन सम्झिनुहुन्छ आमा। यो समाजले म प्रति गरेको घृणा सबै कुरा सम्झिँदाखेरि मलाई एकदमै पहिलाको कुरा याद आउँछ भन्नुहुन्छ आमा। हेर्नुहोस् न कति मजाले 3 जना मिलेर पूजा गर्नुभयो, आरती गर्नुभयो। पूजा गर्न नपाए पनि मनै मन आशीर्वाद दिनुहोस् है भगवान भनेर म यहाँ पुकारिरहेकी थिएँ। सबै पितृ 33 कोटी नाग देवता, पृथ्वी देवता सबै भगवानलाई अर्पण गरेर बाबु डम्मरू बजाउँदै ढोग गर्न तल्लीन भए। त्यसपछि पुजारी बुवाले चाहिँ सबैलाई टीका लगाइदिने, प्रसाद दिने काम गर्दै हुनुहुन्छ। तिमीले भिडियो खिचिराख, म तिमीलाई आशीर्वाद दिइराखेको छु है भन्नुभएको छ। कर्मश सबैलाई आशीर्वाद दिँदै, सबैलाई चाहिँ जल आचमन गर्दै। हेर्नुहोस् न पुजारी बाले कति रमाइलो तरिकाले पूजा गरेर टीका लगाइदिएर प्रसाद दिँदै हुनुहुन्छ। र बाबु चाहिँ कतिखेर प्रसाद ग्रहण गर्न पाइएला भनेर खुसी छिन् टीका लाउनमा भन्दा पनि। नाम थाहा भएको भए जिउँदो मरेको मैले भनिदिने थिएँ भनेर भन्दै हुनुहुन्छ पण्डितजी। तर हामीले नाम भन्न सकेनौँ उहाँ पुजारीको। अब सबै पूजा सकेर आरती गरेर सबै गरेर हामी चाहिँ अब गणेश मन्दिरतिर प्रस्थान गर्दैछौँ। हेर्नुहोस् न मलाई फेरि पानी खेल्नु परेको त कस्तो मुक्तिनाथ भगवानको, मुक्तिनाथ परिसरको याद आयो। चिप्लो बाटो हुनाले हामी लड्दै पढ्दै गणेशजीको मन्दिरमा पनि आइपुगेका छौँ। यहाँ पनि ठुलो पिपलको रुख रहनु भएको रहेछ। बाबुले त्यहाँ पूजा गर्दै छिन्। आमाले पूजा गरिसकेर यताउतिको वातावरण हेर्दै हुनुहुन्छ र तल
खोला बगिरहेको छ। खोला बगेको बहार चाहिँ भिडियो खिच्न गइराख्नु भएको छ मेरो कालु। पछि फर्किसकेर हामीलाई एकदमै रुजिसकेका छौँ र चिया खायौँ। खाइसकेपछि एकछिनपछि खाना खान लागेको थियौँ, तर बाबु खुसी भएनन्। उसलाई के कुरामा रिस उठ्यो, तर फकाइ फुलाइ भए पनि मैले पछि आमा नाति भएर चाहिँ यताउति हेर्दै गफ गर्दै हाँस्दै खेल्दै हामी अगाडि बढिरहेका छौँ। अघि हिँड्दा 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 हामी पिप्ले भन्ने ठाउँमा त आइसकेछौँ। हेर्नुहोस् त कति रमाइलो ठाउँ रहेछ के। खुल्ला गाडी नहिँड्ने ठाउँ देखेर बाबु फेरि कति खुसी भएर दगुरेको हेर्नु न। म चाहिँ पछाडि फुलहरू कति राम्रा राम्रा देखेर क्लिपहरू लिन्छु भनेर चाहिँ लागेँ। सानो सानो क्लिपहरू लिँदै 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 हामी चाहिँ ठुलो खोला नजिक आयौँ, जसलाई हामीले मादी खोला भनिन्छ। यो खोला हेरिराख्दा त कस्तो रिङ्गटा लागे जस्तो फिल भयो। अनि कति हजुरहरूको मात्रै खिच्ने, मेरो पनि अलिअलि हिँडेको भिडियो बनाइदिनु न भन्न थालेँ म चाहिँ। हामी चाहिँ तिम्रो नयाँ मोबाइलबाट मेरो पनि ड्यासिङ फोटो खिच्देऊ न, मखमलको चप्पल लाएर होला, कति चिसो भयो। त्यसपछि बाबु सन्चो नभएको बाबुलाई औषधि खुवाएर बाबु चाहिँ डम्मरू बजाउँदै छिन्। त्यसपछि बिस्तारै हामी चाहिँ गाडी कुर्नतिर लाग्यौँ र गाडी आएपछि हामी चढ्यौँ। थ्याङ्क यू फर वाचिङ।